नमस्ते सन्चै हुनुहुन्छ सबै वेलकम टु माई ब्लग है यो चाहिँ मेरो पहिलो ब्लग रहेको छ म चाहिँ अहिले करेन्टली चाहिँ युकेमा छु 1 महिना भयो म यता आएको र आज चाहिँ मेरो फर्स्ट ब्लग रहेको हुनाले सबैले साथ सपोर्ट चाहिँ गरिदिनु होला सब्सक्राइब लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला र हामी युके आएको चाहिँ 1 महिना भइसकेको छ र हाम्रो यता चाहिँ रुम चेन्ज गर्नुपर्ने कन्डिसन आएको हुनाले आज हामी चाहिँ आफ्नो रुम चेन्ज गरिरह हो के छ दोस्त कस्तो छ त रुम चेन्ज गर्न कस्तो रमाइलो लागेछ खत्म बाय बाय टाटा टेन्सन लाग्यो नि डोरी पनि अनि युके लाइफ कस्तो छ त दोस्त त्यस्तै हैन र आज चाहिँ हामीहरुको रुम सबै सामानहरु निकालेर हामीहरु चाहिँ अर्को अहिले चाहिँ हामी स्टार्टफोर्डमा छौं र हामी चाहिँ यता न्यानोल पार्कतिर सरिरहेको छौं अहिले यो चाहिँ पुरै सामानहरु हाम्रो रेडी भइसकेको छ यहाँ चाहिँ हामी बस्ने गर्थ्यौं यो चाहिँ 5 सिटर थियो यहाँ चाहिँ बस्ने गर्थ्यौं र अब चाहिँ हामी सरिरहेको अनि साथी कस्तो लागिरहेको त अब सबै सामानहरु राखेर सबै कुराहरु झ्याउ मिलाउन नेपालबाट छुटेको भन्दा आखर बेसी रुन मन लागिरहेछ मलाई रिग्रेट अरे के युके आएर रिग्रेट लागिरहेको अरे तिमीलाई कस्तो लागिरहेछ साथी मलाई के गर्नु आएर 5 चोटी ढलिसके दोस्त अनि तिमीलाई कस्तो लागिरहेछ साथी जाम जाम जस्तो लाग्छ मुख किन चोप्या त अनि दोस्त अनि त्यो तिम्रो डायलग फेमस डायलग भन न पागल हो दिमाग छैन और अभी तो रुको क्लाइमैक्स अभी बाकी है पागल हो दिमाग छैन पागल हो तो पागल हो पागल 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 तो पागल हो ए पागल 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 ए खजा म हिजो पनि सुतेको थिएँ र आज पनि सुतेको छु पागल हो उ चाहिँ थाकेर हेर न उ त्यो धेरै नै थाकेको छ र अब चाहिँ एकछिन पछि चाहिँ हाम्रो गाडी आउँछ गाडी आइसकेपछि चाहिँ हामीहरू आफ्नो सामानहरू सबै यताबाट सार्ने छौँ उ चाहिँ हाम्रो ल्यान्डलर्ड दाइ कस्तो के छ दाइ अब चाहिँ हामीहरू यहाँ एकछिनमा गाडी आइसकेपछि हामी सार्ने दाइ चाहिँ र हामीले सबै सामानहरू राखिसकेका छौँ र हामी अब जानलाई रेडी भयो हाम्रो सामान पनि रेडी भइसकेको छ ल ओ दाइ कहाँ बस्या त्यहाँ हजुर टप अफ दि वर्ल्ड सामानको माथि बस्नु भएको छ दाइ केही भन्नु छ त तिमीलाई छैन यार यस्तै अब रुम छाडेर जान लागेछ पागल हो साइको दाइ केही भन्नु छ अहिले भन्छु एकछिन A few moments later र अब चाहिँ हामीहरू यो सामानहरू सबै अब गाडी आउँछ त्यसपछि गाडीमा चाहिँ हामीहरू यो सिफ्टिङ गर्नेवाला छौँ हामी चाहिँ उता गइरहेको अहिले रुममा र अब चाहिँ हामी अर्को ठाउँमा सर्दैछौँ एउटा ठाउँबाट अहिले दोस्त केही छ भन्नु कस्तो लागिरहेको त आज सरेर रुम सरेर ऊ चाहिँ आफ्नो झोला बोकेर ओहो ओहो वाह झोला बोकेर आइरहेछ मान्छेभन्दा ठुलो झोला छ र अब चाहिँ हामी सर्नेवाला छौँ गाडी आइरहेको छ र त्यसपछि अब डाइरेक्टली हामी चाहिँ पल्लो रुममा भेट्न सक्छौँ मेबी नत्र भने अहिले नै भेट्छौँ एकछिनपछि दाइलाई चाहिँ उहाँ चिलिङ छ ब्लग कन्टिन्यू हुन्छ हाम्रो ब्लग कन्टिन्यू नै हुन्छ अबदेखि सधैँ हो सधैँ फलो गर्नु पर्यो अनि अनि अरू दाइ के गर्नु पर्यो सबैले फलो गर्नु पर्यो यसो राम्रो राम्रो कन्टेन्टहरू आउँछ हामीले इन्टरनेसनल स्टुडेन्टहरूलाई कसरी सहयोग गर्ने भनेर अनि अरू दाइ चाहिँ फेरि हाम्रो यस्तो मान्छे हुन् कि उहाँ के भन्छन् 2 घन्टामा चाहिँ 10-20 किलोमिटर पनि दौडिनुहुन्छ अस्ति भर्खर हजुर कुन ठाउँ जानुभएको थियो दाइ त्यो म अस्ति भर्खर लन्डन ब्रिज गएको स्टार्टफोर्ड कति घन्टामा पुग्नु भयो हजुर 1 घन्टामा 1 घन्टामै गाइज 1 घन्टामै पुग्नु भएको रहेछ उहाँ अनि अरू पनि गर्नुभएको थियो त नेपालमा हजुरले कुन हो दाइ त्यो नेपालमा मैले 56 किलोमिटर कुदेको पोखरामा 42 किलोमिटर कुदेको दाइ चाहिँ पुरै अब इन्टरनेसनल अब रेकर्ड राख्दैछन् क्या त्यही भएर अब जे होस् हाम्रो नेपालीको चाहिँ अब प्राउड फिल गराउनु हुन्छ दाइ बिस्तारै बिस्तारै
ल हाम्रो दाइ चाहिँ अब यस्तो घर फर्किँदै हुनुहुन्छ खै दाइ यसो हजुरको This is London, baby. कस्तो 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 लागिरहेको एकदम रमाइलो भइरहेको छ आज हामी नयाँ ठाउँमा जान आँटेका छौँ दाइ त फेरि खतरा हो नि त कामको प्रतीक्षामा छौँ सबैजना हामी सबैजनाको काम पाइयोस् त्यही हो कस्तो लागिरहेको दोस्त तिमीलाई यो चाहिँ हाम्रो सबै सामानहरू सबैजनाको हाम्रो सामानहरू यहाँ रुममा एउटा रुममा राखेका छौँ हेर्नु न यति धेरै भइसकेको छ कसरी तल सार्ने हो कहाँ बिजी हो तिमी त्यहाँ मेरे से प्यार करती है या नहीं करती अझै सामानहरू लिएर छौँ धेरै नै सामान छ गाइज हेर्न सक्नुहुन्छ यति सामान हामीले अझै सार्नु छ फेरि सिफ्टिङ हुनु छ ब्लगर युट्युबको नाम भनिदेऊ त जङ्गे जङ्गे र गाइज र हाम्रो सामान सबै बाहिर आइसकेको छ यति धेरै सामान छ यता हाम्रो भनौँ नि अब पुरै थाकिसके यत्रो सामान बोकेर अझै आइरह भित्रबाट चाहिँ कस्तो छ त फिल भइरह यत्रो सामान बाहिर निकाल्दा गाइज कस्तो छ त फिल भइरह दोस्त यत्रो सामान हामीले निकालिसक्यौँ अहिले बढ्यो गर्मी यत्रो यो सामान सबै निकाल्यौँ हामीले होइन दोस्त हामीहरू सबैले यत्रो सामान निकालिसक्यौँ अब यो सामान चाहिँ अब गाडी आएर अहिले गाडीमा सिफ्टिङ हुनेवाला छ यो घरमा चाहिँ हामी बस्थ्यौँ योवाला त्योवाला घरमा